बाघ मित्र अभियान यो एउटा विशुद्ध भोलिन्टियर हो हैन। यसमा जुन छ नि स्वस्फूर्त रूपमा युवाहरू मध्यवर्ती क्षेत्रभित्र उपभोक्ता समिति अन्तर्गतका र मध्यवर्ती राष्ट्रिय निकुञ्जसँग जोडिएका डिभिजन वन अन्तर्गतका क्षेत्रहरूमा पर्ने साझेदारी वन अन्तर्गतका भनौँ उपभोक्ताहरूबाट चाहिँ स्वस्फूर्त रूपमा अब यसको सुरुवात कसरी भयो भन्नुपर्दाखेरि जुन यो 24मा सन् 2024 यहाँ बाघको सङ्ख्या अत्यधिक मात्रामा बाघको मृत्युमा बढ्यो। यहाँलाई अवगतै छ एकैपटक 2-3 महिनाको अन्तरालमा 5वटा बाघ मध्यवर्ती क्षेत्रसँग जोडिएको डिभिजन वन कार्यालय बारा र पर्साको क्षेत्रमा बाघको मृत्यु हो। अब तत्पश्चात अब यसलाई संरक्षणमा जनताहरूलाई नै जोड्नुपर्छ, यसलाई कसरी सहभागिता अझै यसको चाहिँ प्रचार प्रसार गरेर जुन छ यो स्थानीय स्तरमा नै यसलाई शत्रुजीव होइन कि यसलाई चाहिँ यो मित्रवत रूपमा चाहिँ व्यवहार गर्नलाई सुरुवात गर्नु पर्यो भन्ने हिसाबमा हामी सन् 2024 जुलाई 29 तारिकको दिन बाघ दिवस मनाउने क्रममा यही पर्सा राख्ने आधारमै त्यति बेलाका तत्कालीन यो मध्य प्रदेशका माननीय मुख्यमन्त्री सतीश कुमार सिंहजीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो र उहाँले नै यो कुराको यसलाई इनिसिएसन लिनुपर्छ, पर्सा राष्ट्रिय निकुञ्जले यसलाई इनिसिएसन लिएर डिभिजन वनसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ भन्ने किसिमको एउटा उद्घोष गर्नुभयो र यसको सुरुवात त्यति बेलादेखि भनौँ र पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षणाधिकारीले यसको इनिसिएसन लिएर बारा डिभिजन वन कार्यालय बारा पर्सा सँग समन्वय निरन्तर समन्वय र यसको संरक्षणसँग साझेदार संस्थाहरूसँग समन्वय गरेर हामी अहिले यो हाम्रो 6वटा उपभोक्ता समिति पर्सा जिल्ला अन्तर्गतको 4वटा मध्यवर्ती उपभोक्ता समितिबाट 2-2 जना र बारा जिल्लाको 2वटा यो जनहित उपभोक्ता समिति र अमलेश्वरबाट 2-2 जना हामी छानेका छौँ। अहिले 12 जना बाघ मित्र भोलिन्टियर भनेर र 5 जना डिभिजन वन कार्यालयको क्षेत्रबाट भने 17 जनाको टिम यो हुन्छ। अब अरू पनि सबै बाघ संरक्षणकै लागि अरू पनि छ, पुरै मध्यवर्ती क्षेत्रभित्रकै कुरा गर्यो भने सबै छन्, तर एज अ यो बाघ मित्रको नाम लिएर यसलाई अलि विशेष रूपमा त्यहाँ बाघको जुन यो अलि दुर्घटनाहरू हुँदै गयो अब यसलाई न्यूनीकरण गर्नको लागि कम्तीमा उहाँहरूले समयमै वासस्थानबाट बाहिर निस्कियो भने सूचना दिने हामीलाई कम्तीमा सूचना आदान प्रदान गर्यो भने तुरुन्तै रेस्क्यु टिम गएर त्यसलाई प्राकृतिक वासस्थानमा फेरि फर्काएर ल्याउन सकिन्छ। यसलाई जुन छ के अरे जनावरहरूलाई दुर्घटना हुन नदिनु। अब मान्छेहरू लखेटेर जुन यो मैले विगतमा बाघको मृत्यु भएको कुरा गरेँ नि त्यसको घटनाको हेऱ्यो भने त मान्छेले लखेटेर कुटेर मारेको देखिएको छ कि जबकि बाघले मानवीय कुनै पनि क्षति नपुर्याएको अवस्थामा पनि बाघको मृत्यु भएको हो भने त्यस्तो अवस्थामा बाघलाई फेरि कसरी उसलाई आफ्नो प्राकृतिक वासस्थानमा ल्याउन सकिन्छ भन्ने हिसाबमा कम्तीमा स्तरमा एक खालको सचेतना भयो, समयमै त्यसलाई समन्वय गरेर आफ्नो प्राकृतिक वासस्थानमा ल्याउन सक्यो भने हामी यो बाघलाई जोगाउन सकिन्छ भन्ने किसिमले यसलाई सुरुवात भयो र तत्पश्चात हामीले हेर्दाखेरि यो एक किसिमको यो अलिकता राम्रो यसको रिजल्टहरू आएको छ। संरक्षणमा उहाँहरूको पनि एकदमै भूमिका छ। हामीलाई बेला बेलामा यो वासस्थानबाट बाहिर जाने बित्तिकै उहाँहरूले खबर गर्नुहुन्छ, खबर गरेपछि हामी रेस्क्यु टिम परिचालन गर्छौँ। यहाँ भएका स्रोत साधन जस्तो अब हात्ती लानुपर्छ, बाघ बाहिर निस्क्यो भने त्यसलाई हात्ती नै हामी पठाएर यहाँहरूलाई पनि थाहा होला यो करिब 4-5 महिना अगाडि यो पर्सातिर माउ बच्चासहितको बाघ निस्केको थियो होइन। एकजना घाँस काट्न गएको मान्छेलाई अब सामान्य घाइते बनाएको थियो एकजना महिला, त हामी कहाँ खबर भयो हुने बित्तिकै तुरुन्तै इमिडिएट हामी त्यहाँ क्यामेरा राख्न लगाए, हात्ती परिचालन गरे र त्यहाँ मानवीय क्षति पनि हुन सकेन र बाघको पनि क्षति भयो। अब अर्को कुरा हेऱ्यो भने अब विगतबाट हेर्दै गयो भने अहिले भर्खरै पनि यो मे के अरे जुलाई 29मा रिजल्ट आएको छ
बाघको वर्षमा बाघको राम्रो सङ्ख्या चाहिँ वृद्धि। अब यहाँ 41वटा थियो, 41वटाबाट यसले 71 भएको छ। अब सिम्पटम भनौँ न, रिजल्ट पनि चाहिँ देखाएको छ। अनि जस्तो अब सरले त्यो कुरा नै बाघको कुरा गर्नुभयो, यो गणनाको अन्तिम जुन नतिजा आयो त्यसले चाहिँ सबैभन्दा बढी राम्रो वृद्धि दर पर्सामै देखाएको त्यो बढी मतलब 41वटाबाट 30वटा थप भएर 71वटा पुगेको छ हाम्रो। अब त्यस कारणले यसलाई हामी दुइटै कुरा हेर्नुपर्छ। अब यसलाई एकातिर अब यो बाघको सङ्ख्या बढ्यो भनेर हामी ह्याप्पी भएको छ भने अब यसलाई जुन छ नि यो सङ्ख्यालाई म्यानेज गरिराख्नुपर्ने। अब यो एउटा एक खालको यो सँगसँगै चुनौती पनि थपिएको छ। हामीले अब यसलाई यो बाघको सङ्ख्या घट्न नदिन अथवा यसको व्यवस्थापन गर्नलाई यस्तै किसिमका यो जुन जनतासँग जोड्ने छन्, यो तपाईँको जनताहरूको पनि यसमा भूमिका सकारात्मक बनाउनको साथसाथै यसको वासस्थान व्यवस्थापन लगायतका भनौँ न यी कार्यक्रमहरू पनि गरिराख्नुपर्ने यो खालको यो अलिकति चुनौती पनि थपेको छ। समग्रमा कति बढायो सर देशमै, र छिमेकी चितवनमा चाहिँ कति भाग बढायो? 355 थियो, 355बाट अहिले 429 भएको छ समग्रमा चितवनमा। नेपालभरिको चितवनमा कति बढ्यो? मैले कति थियो, कति भयो? चितवनमा 100 कति थियो मैले डाटा भन्नाले पर्सा निकुञ्जको प्रगति चाहिँ उत्साहजनक छ बाघको हकमा चाहिँ। हेर्दाखेरि उत्साहजनक। अब समग्रमा हामीले पर्साको मात्रै कुरा गर्नु भएन, हामीले त्यो कुरा गर्दा समग्र कोही कुरा गर्नुपर्छ। किन चितवन, अब यसलाई हामीले यसरी पनि बुझ्नुपर्छ, चितवन पर्सा र वाल्मीकि यो जोडिएको छ कि होइन, जोडिएको छ। अब काउन्ट गर्ने बेलामा के हुन्छ भने अब तपाईँको उता चितवनमा साइट भएको बाघ यता पनि आएर साइटिङ भएको छ कि, र यो एउटा कम्प्लेक्स जोडिएको हिसाबमा भएको हुनाले अब रेसियो हिसाबमा त्यहाँ कम बढेको देखाएछ भने यसको मतलब त्यहाँ धेरै वरि हुने त्यो कुरो होइन। यो एउटै कम्प्लेक्स जोडिएको हिसाबमा हामीले त आखिर अल्टिमेट हेर्ने भनेको समग्रमा हेर्नुपर्छ। हाम्रो टार्गेट भनेको जुन यो टाइगर रेन्ज छ नि, टाइगर रेन्ज भएको सबै ठाउँहरूको रिजल्ट हेऱ्यो। अब 355बाट 429 आएको हिसाबमा हामी राम्रै मान्नु। यो बाघ मित्र अभियान अन्तर्गत तपाईँहरूले उपभोक्ता समितिसँग सम्पर्क गरेर उनीहरूलाई सूचना दिनलाई मात्रै काम गरिराख्नुपर्छ कि उहाँहरूलाई उपभोक्ता समितिहरूलाई तपाईँले तालिम पनि दिइराख्नुपर्छ बाघबाट कसरी सुरक्षित बस्ने होइन? गाउँ गाउँमा उहाँहरूले गएर केही काम गर्नुपर्छ कि छैन, त्यो विषयमा के छ तपाईँ? यस्तो हो, कुरा के हो भने मैले अगाडि नै सुरुमै के भने भोलिन्टियर भन्ने होइन, भोलिन्टियर भन्ने अब विशुद्ध सेवा। उहाँहरूलाई हामीले कुनै अब स्यालेरी दिएर राख्ने गर्ने जस्तो होइन। त्यस कारणले स्वस्फूर्त हिसाबमा उहाँहरू लाग्ने हो र हामीलाई सूचना दिने होइन, र हामीले उहाँहरूबाट त्योभन्दा बढी धेरै अपेक्षा राख्नु पनि हुँदैन। किन मान्छेको आफ्नो दैनिकी काम हुन्छन्, आफ्नो होइन उसको आफ्नो जीविका हुन्छ। मान्छेको जीविका सबै काम छोडेर यसैमा लागिराख्ने भने त्यस्ता किसिमका के छ भने सुविधा पनि उपलब्ध गराउनु पर्ने हुन्छ, र हामी त्यो दिन सक्ने अवस्थामा छैन। त्यस कारणले उहाँहरूले एज अ भोलिन्टियर कम्तीमा इन्फर्मेसन र बिचमा ब्रिजको काम गरिदिनु। जस्तो हामी कम्युनिटीमा जाने बित्तिकै ल हाम्रा मान्छेहरू त्यहाँ छन् है, उहाँहरूलाई खबर गर्ने र तपाईँहरू पनि त्यहाँ आइदिनुहोस् न। आएर कम्तीमा उभियो उहाँहरू बस्यो भने त्यहाँको अलिकति माहौल नै फरक हुन्छ कि होइन, बुझ्नु भएन? त्यस कारण एउटा ब्रिजको काम गर्नुभएको छ। अब अर्को कुरा समिति मार्फतको कुरो गर्दाखेरि यो उपभोक्ता समिति अन्तर्गत नै हो, समितिसँग त लिङ्कम भइ नै हाल्छ। किन सबभन्दा नजिक उहाँहरूको नजिकमा हुने भनेको उपभोक्ता समिति नै हो, र त्यसपछि नजिकका पोस्ट हो, प्रहरी हो, अनि बल्ल हामी टाढा छौँ। त अहिले फेरि के छ भने इन्फर्मेसन मोबाइल फोनबाट व्हाट्सएपबाट गर्ने भएकोले जानकारी हामीलाई निकालाउँछ, तर इमिडिएट जाने तुरुन्तै जाने भनेको त्यही नजिकै पोस्टका रेन्ज पोस्टका होइन हामी बेला बेलामा यो बोलाइराख्ने यो संरक्षणका कुराहरू चाहिँ गराइराख्छौँ। हामी उहाँहरूलाई अलिकति मोटिभेट गर्नलाई थोरै जुन यो बेला बेलामा यहीँ पनि हामीले यो वर्षमा केही नभए 4-5 पटक कम्तीमा उहाँहरूलाई भेला गराउँछौँ।